हेलो दर्शकबिन सबैजनालाई नमस्कार। तपाईहरुसँग यस्तो बोतल छ भने नफाल्नु होला। यो बोतलबाट चाहिँ विभिन्न तरिकाले चाहिँ काम लाग्न सकिन्छ है। आज मैले नयाँ तरिकाले आधुनिक प्रविधि चाहिँ प्रयोग गर्दैछु। विशेष गरी चाहिँ यो बोतललाई चाहिँ हामीले काटेको छ हैन। काटिसकेपछि हामीले कुच्चो लिएको छ। यो झाडु कुच्चोले चाहिँ यो पालमा एउटा एउटा गरेर यसरी छिराउनु पर्छ। यसरी छिराएर पुरै यसलाई भर्नुपर्छ है गाइजहरु। अनि यो भरिसकेपछि चाहिँ हामीलाई एकदम राम्रो हुन्छ। तपाईहरुलाई पनि यस्तो समस्या होला, झाडु कुच्चो चाहिँ डोरीले बान्दाखेरि फुत्किने, झर्ने हैन समस्या होला। तर यसरी तपाईहरुले हाल्नु भयो भने चाहिँ यो समस्या चाहिँ समाधान हुन्छ गाइज। यसरी गरिसकेपछि तपाईहरुले आगो बालेर ग्यास बालेर तताउन सक्नुहुन्छ। मसँग चाहिँ ग्यासबाट सजिलो हुन्छ भनेर मैले ग्यासबाट बालेर चाहिँ तताएँ। यो मेरो भिडियो यदि तपाईहरुलाई माया लाग्छ, राम्रो लागेमा चाहिँ कमेन्ट गर्नु होला, शेयर गर्नु होला, फलो गर्नु होला है, सब्स्क्राइब गर्नु होला। जस्तो गरे पनि यो चाहिँ अब फुत्किनेवाला छैन गाइज।